नमस्ते। आज चाहिँ जेठको 23 गते हामी चाहिँ अहिले घरबाट निस्किएर अलिकति नेचुरल कुराहरू हेर्नको लागि या त भनौँ रमाइलो गर्नको लागि घरबाट निस्किसकेका छौँ। एकदमै गर्मी भएको अवस्था छ अहिले चाहिँ। यो उकालो हिँडेर आउँदा चाहिँ एकदम गर्मी भयो र हाम्रो चाहिँ यहाँ साथी र अब यो बहिनीले चाहिँ है अब यहाँ बारबिक्यू बनाउनलाई स्ट्यान्डहरू लगाएका छन्। अब हाम्रो यहाँ बारबिक्यू स्टार्ट भइसकेको छ है। फाइनल्ली 1 घन्टा पछि हामीले आगो जलाइयो। एकदम च्यालेन्जिङ भयो किनकि अब यहाँ अलिकति के मिलेन जस्तो भयो कि। ल हाम्रो चाहिँ यस्तो राम्रो भ्यूमा यस्तै राम्रो तरिकाले बारबिक्यू बनाइराखेको छौँ। एकदम दामी मजा भइरहेको छ। अनि लाइफको एउटा पहिलो यो मोमेन्ट हो, मैले यसरी चाहिँ इन्जोय गर्न पाएँ। मेरो एउटा ड्रिम पनि थियो होइन, यो आज चाहिँ ड्रिम पुरा भयो। टक्क झर्नाको साथमा है। I want to check this one. Hello दोस्त, खाऊ न। How are you? I'm not good. That's very good. Sprite भन्दा त यो तिम्रो मिठो होला दोस्त पानी। I want to taste this one. Combo. Combo, right? Then we have this kind of beautiful. छिटो खाऊ है दोस्त है। सकेर घरतर्फ जान लागेको, बेसरी पानी परिरहेको छ। ल हामी चाहिँ अहिले बाइक पार्किङमा झरिसकेका छौँ। एकदमै च्यालेन्जिङ भयो, पानी पर्यो हैन। ट्याक्क रमाइलो गर्दा गर्दा पानी पर्यो। मेरो चाहिँ लड्दै पर्दै आइयो यहाँ सब हैन। मेरो भ्यूबाट भन्नु पर्दा पनि एकदम रमाइलो लाग्यो है। रमाइलो भिजिरहेको छ भयो। आजको दिन चाहिँ पानी परेर अलिकति बिचमा साथ त दिएन, तर नि जेस रमाइलो भयो। ल कस्तो देखियो आउटफिट मेरो? टाटा बाई बाई। खतरा देखियो। Yesterday there was sun and there was rain, beauty in the mundane. And as the light startled our eyes, we let go of disguise. And now there's something in the air and a sparkly shimmer on our skin, restoring everything within. हामी फर्किनै भयो किनकि यत्रो टाढाबाट आइयो झन् हेरेर। तर पानी पर्यो, पानी पनि पर्यो। त्यसपछि अब हामी फर्किन्छौँ होला हैन। What do you think? Expectation
कस्तो थियो कस्तो राखेर हाल्थ्यो अब रियालिटीमा अब झर्ना नै छैन कि त्यहाँ पानी नै देखेन भने यही हो That's the thing. So, see you there. Bye bye. ओके अब हामी घर गएपछि नै भेट हुनेछौँ है त आजको दिन एकदम रमाइलो भयो है त्यो कारणहरूले गर्दा we are going home now. See you. कतिको त घाम लागिरहेको थियो